टु माई भ्लग होइन। आज म के भन्न लाग्यो भने जापानमा चाहिँ पानी परिरहेको छ आज। अनि प्रायः जापानतिर चाहिँ सेतो मात्र छाता हुन्छ क्या, यो अरूभन्दा नि प्रायः सेतो छाता मात्र युज हुन्छ यहाँ चाहिँ। त्यो चाहिँ थाहा भएन, तर प्रायःकै सेतो छ क्या यतातिर चाहिँ। अनि आज चाहिँ म चाहिँ कहाँ जानु भएको भने जापानको ओडोगारले जानु भएको। अनि मेरो अलिअलि काम छ, मेरो नयाँ भिजा आएको थियो क्या। अनि भिजा थपेको थियो, भिजा आएको थियो। अब त्यसमा जाहेर कार्डमा उस लोकेसनको हाल्नुपर्छ क्या, आफ्नो बस्ने लोकेसन त्यसमा हाल्नुपर्छ। त्यही भएर म चाहिँ ओडोगारले जाँदैछु एक्लै होइन। एक्लै गएर नि अब भाषा त त्यस्तो छैन, त्यही पनि आफै जान्छ। अरू बेला चाहिँ म दाइसँग जान्थेँ क्या। अनि कति दाइसँग जाने होइन, कति आफै जाउँ। अनि के हुन्छ नि हेरौँ। अनि यस्तो हो, अब सबै ठाउँमा दाइ हुन्छ भन्ने हुँदैन नि त। खासमा बस्न त म दाइहरूसँगै बस्छु। अनि कहिलेकाहीँ अब कुनै कुरो त आफै पनि सिक्नुपर्छ नि त। अब यो ओडोगारले भनेको अब आफूलाई परिरहने ठाउँ हो। त्यही भएर म यसरी जाँदैछु। अलिकति मेरो चाहिँ 10 मिनट जति छ क्या। अनि त्यही भएर अब भाषा नभए पनि यस्तो हुन्छ ओडोगारलेतिर समथिङ यस्तो सरकारी कामतिर चाहिँ इङ्ग्लिस पनि युज हुन्छ क्या अलिअलि। इङ्ग्लिस त अब हानिहाल्छु होइन। त्यही भएर म चाहिँ जाँदैछु एक्लै होइन। आज चाहिँ यो मिनी भ्लग हो, युट्युबमा नि आउँछ, सबैजनाले सब्सक्राइब गरिदिनु होला। अनि मान्छेहरूले भिडियो त हेर्छ टिकटकमा, फेसबुकमा, युट्युब गएर नि हेर्नु पऱ्यो क्या। अनि सब्सक्राइब हान्नु पऱ्यो यार, एउटा सब्सक्राइब हान्दा के नै जान्छ त होइन। सबैजनाले एक एक सब्सक्राइब हान्नु पऱ्यो, सपोर्ट गर्नु पऱ्यो। त्यही हो गाइज। अनि यस्तै हो गाइज जापानतिर चाहिँ होइन। यस्तो हो, यो उयो माथिको चाहिँ यो तलको भनेको यता लोकल एरिया हिँड्ने मात्र हो। अनि यो माथिको चाहिँ यो हाइवे हो क्या, खास यो टाढासम्म जानेहरू हाइवे हो। अनि यस्तो फेरि हाइवे पनि 2 तलाको छ यहाँ माथि। यो ठुल्ठुलो गाडीहरू तल हिँड्दैन, प्रायः सानो मात्र हिँड्यो। अनि जेब्रा क्रसिङमा छु म चाहिँ। सो गाइज सबैजनाले सपोर्ट गरिदिनु होला, भिडियो हेर्नु होला होइन। अब सब्सक्राइबर मेरो धेरै पुगेको छैन, 150 पनि पुग्यो, 150 समथिङ पुग्यो होला। सो सपोर्ट गरिदिनु होला, सबैले गएर सब्सक्राइब गरिदिनु होला, त्यही भन्न चाहन्छु। यस्तै छ गाइज जापान, पानी पर्दा पनि। सो हेर्न सक्नु, यही माथिको यो छ नि, यो खास उस हो गाडी हिँड्ने ठाउँ हो क्या। यो 2 तलामा छ, माथि पनि छ अनि सेकेन्ड फ्लोर पनि छ। यो तल चाहिँ यो लोकल हिँड्ने मात्र हो, माथि चाहिँ हाइवे समथिङ। अब हाम्रो हुन्छ नि यो काठमाडौँबाट हेटौँडाबाट दिदमस जाने, त्यो चाहिँ यहाँ माथि नै हुन्छ क्या। यहाँ जापानमा चाहिँ यस्तो तल हुँदैन। सो त्यो फेरि यहाँ मुनि यहाँनिर अब यहाँको लोकलहरू हिँड्ने नर्मल्ली यताउता हिँड्ने भयो होइन। यहाँ माथि अब हाइवे भइहाल्यो। फेरि यो जमिन मुनि फेरि ट्रेन स्टेसन हो क्या। यो जमिन मुनि फेरि ट्रेन स्टेसन छ कि, यसकै जमिन मुनि यस्तो छ, विकसित छैन। अब हाम्रो नेपालमा कहिले यस्तो हुने हो, हुन त हुन्छ, अलिक टाइम लाग्छ। सो त्यही हो, अब बालेन सरकारले केही गर्छ भन्ने आश मात्र हो, नभए त त्यही हो गाइड होइन। अब जे होस्, अब जापान हेरेर नेपाल त अलि तलै भन्नाले अब मैले आफ्नो देशले अब तल पार्नु खोजेको होइन। जे छ त्यही रियालिटी त हो नि। यहाँ अब कहिले यो माटो भनेको कहिले देख्दिनँ। म चाहिँ पुगेँ होइन जापानको ओडोगारले। यस्तो छ क्या ओडोगारले, यही बिल्डिङ हो जापानको ओडोगारले। एउटा ठाउँको ओडोगारले यति छ। अब नेपालको हेऱ्यो भने त्यही हो, झुपडी जस्तै होइन। झुपडी त नभन, नर्मल्ली 1 तला 2 तलाको हुन्छ। यहाँ चाहिँ यस्तो छ क्या बिल्डिङ, यही बिल्डिङ हो है जापानको ओडोगारले। हाम्रो ठाउँको चाहिँ अरूको चाहिँ थाहा भएन, हाम्रो ठाउँको चाहिँ यतिको। यो चाहिँ फोटो ल्याउनै बिर्सिएको थियो, थाहा थिएन फोटो ल्याउनुपर्छ भनेर। अनि सिधै उनीहरूले चाहिँ मैले चाहिँ रुममा गएर फोटो ल्याउँछु भनेको, अनि पर्दैन, सिधै उयसमा गएर पोस्ट बक्समा हालिदियो, सिधै आउँछ, हामी गरिदिन्छु अरे क्या। जस अलिकति डेभलप कन्ट्री भनेको डेभलपै हो क्या। नेपालमा मैले अलिकति सानो चिज भयो भने नि घरबाट ल्याउनै पर्छ, जसरी पनि चाहिन्छ। तर यहाँ चाहिँ त्यस्तो गरेन कि सिधै पोस्ट बक्स हुन्छ। अब यस्तो हुन्छ यहाँ जापानमा ठाउँ पोस्ट बक्स हुन्छ। एउटा पोस्ट बक्समा हालिदियो अनि त्यहाँबाट सिधै यहाँ आउँछ भन्नुभयो कि उनीहरूले चाहिँ। त्यो सिस्टम चाहिँ राम्रो छ कि जापानको, त्यो जस्तो होइन। पानी रोकिएकै छैन। आउनु होला जापान होइन। अब गाह्रो साह्रो भनेको ठाउँमा छँदैछ। मान्छेले भन्छ जापान गाह्रो खै गाह्रो भनेको त्यस्तो हुँदैन क्या। अब काम त्यस्तो गाह्रो हुँदैन जापानमा। गाह्रो भनेको अलिकति टाइममा सुत्न पाउँदैन, टाइममा खाना पाउँदैन, निन्द्रा पुग्दैन, त्यति मात्र हो। अब स्टुडेन्ट लाइफमा त्यस्तो गाह्रो छैन। अब कलेज त जानै परिहाल्छ, तर कलेज चाहिँ छुट्याउनु भएन, जे जस्तो भए पनि। त्यो कलेज जाने नजाने भएर हुन्छ पछि भिजाउनु लागि। कलेज अब डेली गयो भने त्यस्तो प्रब्लम हुँदैन। सो
यस्तै हो गाइज स्टुडेन्ट लाइफमा आएपछि चाहिँ कलेज छुट्याउनु काम छुट्यो केही भएन तर कलेज छुट्याउनु भएन त्यही हो काम छुट्यो त्यही हो पैसा आउँदैन भन्ने मात्र हो नभए त कलेज चाहिँ छुट्याउनु भएन कति ढिलो होस् कलेज चाहिँ जानु पऱ्यो क्या अब आधी घन्टा ढिलो अस्ति म कामबाट आएर सुतेर क्या अनि सुतेर अलार्मले बजेन म ठ्याक्क 1.5 घन्टा ढिलो भइसकेछ कलेज पुग्नुभन्दा मेरो 1 बजे कलेज थियो म 2:30 बजे उठेँ तर म 2:30 बजे नै कलेज गएँ क्या किनभने अब यहाँ चाहिँ यस्तो ढिलो भयो भन्दैमा नजाने भन्ने हुँदैन कि ढिलो भए पनि जति ढिलो भए पनि जानै पर्छ कि अब नेपालमा त 5 मिनट 10 मिनट ढिलो भयो भने जाँदैन नि त तर यहाँ चाहिँ 5 मिनट होस् कि 2 घन्टा ढिलो भयो भने जानै पर्छ क्या पर्सेन्ट अनुसारको हुन्छ त्यही भएर सो अब केटाहरूले चाहिँ ब्ल्याक र व्हाइट छ छाता होइन यता हेर्नुहोस् केटीहरूको चाहिँ पिङ्क कलरको हुन्छ कि छाता पनि केटाको चाहिँ सबै व्हाइट र केटीको चाहिँ सबै पिङ्क कलरको हुन्छ के हो कमेन्ट गर्नु है सबैजनाले के हो मैले पुरै बुझ्नु सकिनँ ल सबै ल यो केटीले चाहिँ व्हाइट लाछ होइन सो अलिकति अब यहाँ यस्तो क्या भिडियो बनाउनु जहाँ पाएँ त्यही भिडियो बनाउनु मिल्दैन कि जापानमा अब नेपालमा त अब जस्तो भिडियो बनाइनु हुन्छ होइन तर यहाँ चाहिँ यस्तो अब उनीहरू भिडियोमा आयो भने उनीहरूले डिलिट गर्न लाउँदो रहेछ क्या अब मलाई त परेको छैन यो बाजेको छाता त अब कति सानो हो सो त्यस्तै गाइस जापान अब होइन त एउटा मैले एउटा भ्लगरको देखाएको क्या अब माटोमा भोट हालेन भनेर माटोमा हिँड्न पाउँदैन अरे अब ऊ चाहिँ कहाँ उसको नाम पनि के हो थियो मलाई थाहा भएन तर ऊ पनि विदेशमै रहेछ उसकोतिर पनि माटो छैन रहेछ हाम्रो पनि माटो छैन है हामी पनि माटोमा हिँड्दैन हामी पनि यो पिचकै बाटोमा हिँड्छ क्या उसले भन्ने ठिकै त नि अब माटोमा भोट हाल्यो भने माटोमा हिँड्न पाउँदैन रे हामी पनि हिँड्दैन हामी पनि